साथीहरु हेर्नु है कस्तो दामी रेसिपी के एक्लै बसेर के अरे नदीको छेउमा खोलाको झरना ढाममा हेर्नु है लोकल चिकन कस्तो दामी गरी एउटा सानो बगुडोमा बनाइरहेको ल हेर्नुहोस् कस्तो मिठो तरिकाले बनाउँछ के ल हेर्नुहोस् अब जहाँ गयो त्यही माछा यो गङ्गेटा सबै थोक पाउने अब ल गङ्गेटा टिप्दैछ है उता पाक्दैछ यता गङ्गेटा टिप्दैछ ल यहाँको लोकल गङ्गेटा होइन थुप्रै ल्यायो है त्यसले ल हेर्नुहोस् त्यसले नधुने नबनाउने जस्तो लाग्यो त्यस्तै हालिहाल्यो पानी कस्तो दामी रातो भयो कि फेरि के गर्छ यो बेलुकाले बेलुकामा पकाउन थाल्यो त हामी त भाँडो चाहियो है के चाहियो यहाँ हेर्नु त बेलुकैमै पकाइदिइरहेको रेडी पनि भइगयो नि